बुटवलमा 19 किलोमिटर सडक बन्न कति समय लाग्छ? 1 वर्ष, 2 वर्ष, 5 वर्ष, 10 वर्ष, 12 वर्ष। 12 वर्षदेखि यो नहरपुर बेथरी सडक खण्ड अल्पत्र अवस्थामा छ। जम्मा 19 किलोमिटर सडक खण्ड 12 वर्ष लागिसक्यो। बाटोको विषयमा नगरपालिकालाई सोद्धाखेरि यो हाम्रो अन्तर्गतमा पर्दैन, प्रदेशको अन्तर्गतमा पर्छ भन्नुभयो। ए बुटवलको मेयर खेलराज बा, यो सडक खण्ड तपाईको अन्तर्गतमा नपरे पनि तपाई बुटवल मोतीपुरका जनताको अभिभावक हो कि हैन? यसको समन्वय तपाईले गरिदिनु पर्छ कि पर्दैन? यहाँका जनताहरूले 12 वर्षदेखि पाएको दुःखको लेखाजोखा नै छैन। अब अति भएर अहिले यहाँको सम्पूर्ण सम्बन्धित वार्ड, नगरपालिका, काम नलाग्ने जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, खुट्टा भाँच्ने मन्त्री हैन, भौतिक पूर्वाधार मन्त्रालय र यहाँको दुईटा सांसदहरू लेखजङ थापाजी र सुलभ खरेलजीलाई चाहिँ पत्रचार गरिएको छ हैन। यहाँको यो 12 वर्षदेखि पाउनु परेको दुःख र हामीलाई के चाहियो भन्ने कुरा पत्रचार गरेको छ। त्यसको रिप्लाई चाहिँ कहिले आउँछ? हामी वेटिङमा छौँ। अहिलेको भनेको जनताको सरकार हो। जनताको सरकारले कति दिनमा काम गर्दो रहेछ, कति दिनमा रिप्लाई दिँदो रहेछ। वी आर वेटिङ फर दिस। अनि यो बाटो कति समयमा बन्छ यसको पनि काउन्टडाउन स्टार्ट भएको छ। तपाईहरुको सबैको लेखाजोखा हुन्छ। यो काउन्टडाउन स्टार्ट नाउ। अब यो बाटोको चाहिँ हामीलाई गफ हैन, हामीलाई रिजल्ट चाहियो।